हेलो साथीहरु, अरे हामी चाहिँ डक्क आज यो हामी भुवारीतिर यात्राको क्रममा छौं है। मेरो जन्म थलो अरे टक्क लाएर जन्म थलो हेर्न जाने। गाईको जस्तै थला थियो कि कस्तो थियो पनि मलाई थाहा छैन, तर बाटो चाहिँ लास्ट उयो छ है, भिरालो उकालो छ, मिठो खालको छ पुरै। यहाँनिर यता पछाडिको सिनहरु यहाँ फोटो खिच्न एकदम मिठो रहेछ एरिया, त्यही भएर यहाँ हेरेर मन लाग्यो, भिडियो बनाउन मन लाग्यो क्या। ट्रिप गरेको भिडियो है, यहाँबाट खोला बग्थ्यो लाग्छ ल। म भिडियो बनाउँदैछु क्या एकछिन ल। यतापट्टिको मेरो मम्मी, अनि बिचको मेरो काका, यताको मेरो दाइ, अनि अम्बक पाकेको मेरो मम्मीलाई मन परेर लिएर हिँडेको चाहिँ चट्टलार। अनि यहाँनिर रोक्छु, आहा यहाँनिर एउटा केही राम्रो चिज टावर सावर बनायो भने भ्यू चाहिँ मिठो आउने रहेछ। कस्तो लाग्यो मम्मी? राम्रो छ। काका त यहाँ बस्दै गरेको जहिले हेर्नुहुन्छ यस्तो। यहाँनिरबाट झरना खोला हिँड्थ्यो होला, मिठो छ। एकछिन है, एकछिन यहाँ मेरो एकछिन पर अलिक पर ल। यता यता बस्नु त अनि यता यता बस्नु न, यता 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 घाम राम्रो आइरहेछ क्या। यता फर्किनु है, यता फर्किनु ल। चडक्क लाएर खुट्टा निकाल्नु। आहा मिठो आयो नि, अलिकति अनुहार चाहिँ फर्किनु अब। फेरि मतिर कसरी पारौँ, मतिर कसरी हालौँ। मेरो चाहिँ अहिले भिडियोबाट यहीँबाट काट्नु पर्ला। यो चाहिँ म, यो चाहिँ मेरो दाजु, यो चाहिँ मेरो काका, यो चाहिँ मेरो मम्मी। फोटो पनि भइसक्यो, फोटो खिचिसक्यो। एकदम राम्रो लागेर हेर्नु है। घाँस यहाँ भैँसी पाल्नुहुन्छ, गाई पाल्नुहुन्छ, बस्तु पाल्नुहुन्छ, बाख्रा पाल्नुहुन्छ, एकदम राम्रो छ। किन्न आउनु होला ल। हाम्रो जग्गा किन आउनु होला अरे। जाउँ जाउँ, उतै उतै डाँडामा बस्नु, त्यो डाँडामा राम्रो आउँछ। हेर्नु त कति राम्रो आएको, एनिमीको जस्तै। भिडियो मात्रै बनाउँछ, फोटो खिच्न एक दुईवटा भनेको मेरो सिंह। फोटो खिचिसक्यो त, बस्नु त अनि सिङ्गल सिङ्गल अरे। एकछिन ल बस्नु न त्यहाँ। मेरो आँखामा घाम पर्यो नि त। के भयो त आँखामा घाम परेर, दाँतामा घाम परे नि त। एकछिन है, यो माथिको रुखै आएन ल। ल अरू तपाईँ एकछिन ल, म भिडियो राख्नु पर्यो यति नै ल। ल गाइज, अहिलेको लागि अहिले यो राम्रो भ्यू देखेर एकछिन बनाएको। अब फोटो एक दुईवटा मिठो मिठो फोटो हान्ने यहाँ रुखतिर, फिल्डतिर। अनि त्यस पछाडि अरू कुरा चाहिँ अरू भिडियोमा देखाउला ल। ल ल बाई। अब म चाहिँ लास्टमा छु है गाइज।